आज चाहिँ म हजुरहरू सामु एउटा फरक विषयवस्तुलाई लिएर उपस्थित भएको छु। फरक विषयवस्तु चाहिँ के भन्नुहुन्छ भने नि, यो इनबक्समा आएर म्यासेज गर्ने, हजुरको व्हाट्सएप नम्बर दिनुस् न, हजुरसँग बोल्न मन लाग्यो भन्ने कुराहरू त सबै ठिकै छ। म्यासेज त इग्नोर पनि गर्न सकिन्छ, त्यसको रिप्लाई नदिँदा पनि भयो हैन र। अहिले टिकटकले चाहिँ फोन कलै दिएको रहेछ। जस्तै हजुरहरूलाई इनबक्समा डाइरेक्ट हामीलाई म्यासेन्जरमा आएको जस्तै गरेर कल आउँदो रहेछ। प्लिज कृपया हजुरहरूले त्यसरी कल गरेर हामीलाई टेन्सन दिने काम नगर्नु होला। तपाईसँग बोल्न मन लाग्यो, तपाईसँग कुरा गर्न मन लाग्यो, हजुर लाइभमा जोडेर कुरा गर्नुस् न। ओके, मैले भने त हजुरहरूलाई म गफ गर्छु, कुरा गर्छु। यदि कामको विषयमा हो भने गर्नुस्, केही फरक परेन। तर अनावश्यक मलाई तपाईसँग बोल्न मन लाग्यो, तपाईको बोली सुन्न मन लाग्यो, कुरा गर्न मन लाग्यो भनेर त्यसरी कल नगर्नुस्। हाम्रो पनि त फ्यामिली हुनुहुन्छ नि। दिनभरि लाइभ बस, ठिक छ तिमीलाई सपोर्ट गर्छु म भनेर उहाँले सपोर्ट गरिराख्नु भएको छ र म दिनभरि लाइभ बस्छु त। अनि हजुरहरूले त्यसरी इनबक्समा आएर डाइरेक्ट त्यसरी कल गर्ने, अनि मलाई बोल्न मन लागेको छ, तपाईसँग बोल्न मन लागेको छ, तपाईँको बोली सुन्न मन लागेको छ भनेर त्यसरी हजुरहरूले कल गर्नुभयो भने त हाम्रो घरमा मनमुटाव सुरु हुन्छ नि, हुँदैन र। यदि हजुरहरूलाई धुपकै बारेमा केही जानकारी लिन मन छ, केही कुरा सोध्न मन छ भनेदेखि व्हाट्सएपमा आएर कल गर्नुस्। यसरी टिकटकको म्यासेन्जरमा कल नगर्नुस् है। प्लिज सबैलाई विनम्र अनुरोध गर्न चाहे है मैले यो चाहिँ।